गुड मर्निङ भन्न खोजेको थिएँ तर गुड आफ्टरनुन भइसकेको रहेछ। म चाहिँ यहाँ यत्तिकै यसो यो यताउता गर्दै थिएँ, यसो एडिटिङहरू सिक्दै थिएँ। त्यही बेलामा मलाई भ्लग सुरु गरिदिएको छु र मैले खानासाना खाएर चाहिँ म चट्ट लगाएर बसिसकेको छु किनभने मलाई हल्का गाह्रो भइरहेको छ। I'm in extreme pain because of the shit digestive system. It's killing me from inside, bro. अब यस्तै छ। अब कोही इङ्ग्लिस नै बोलिदिन्छु म किनभने म अस्ट्रेलिया आउँछु, बोल्नै पर्ने हुन्छ होइन। र केही कुराकानीहरू गर्दाखेरि चाहिँ के छ त भन्दाखेरि मलाई यहाँको यो के भन्छ होला मेडिकल सिस्टम चाहिँ फक्टअपै लाग्यो क्या। लास्टै नै स्याक लागिसक्यो होइन। बसेर छु यस्तो यो म बस्ने एरिया चाहिँ यही नै हो होइन। बस्ने एरिया दिस इज द पार्किङ्स। यो चाहिँ मेरो गाडी हो होइन। के चाहिँ भन्दाखेरि गाह्रो चाहिँ लास्ट वाइल्ड हुने क्या है। मलाई ग्यास्ट्रिकले यस्तो दामी हानिरहेको छ कि यस्तो दामी हानिरहेको छ कि मलाई एकदमै त्यो के भन्छ एकदम सिभियर ट्रिटमेन्टै गर्नुपर्ने भइसक्यो होइन। तर छैन क्या फेरि कहाँ जाम के हो मलाई त्यो जिपी गान्डोकोमा गएर देखाउँदाखेरि छैन। कहिले हुने हो कहिले पाला हुने हो के हो है को हान्दिछ। अनि आउँछ मान्छे मरेर लास्ट लाइन बेलामा चाहिँ डक्टर आएर के भएको छ चेक गर्छ जस्तो भइसक्यो। त्यस्तो चाहिएको छ मलाई। गाह्रो अब बिहानीको सुरुवात भइसकेको छ, उठिसकेको छ। अब 10 बजिसक्यो, उठ्नै पर्ने हुन्छ होइन। उठिसक्यो, ब्रस पनि रेडी छ। अब म हल्का दाँत पनि हाल्छु। ब्रस गरिसकेपछि हल्का रेडी हुनुपर्ने हुन्छ। मलाई चाहिँ खासै बिहान बिहान टुथपेस्ट युज गर्न चाहिँ मन लाग्दैन होइन। Hands and everything, guys. Oh, I feel after I take tattoos. बाहिरको टक्क यस्तो मर्निङ भ्युज हेर्नु चाहिँ जस सही छ, रमाइलो हुन्छ, मजा आउँछ। जस मलाई चाहिँ रमाइलो लाग्छ। जहिले उठ्ने बित्तिकै हरियाली देखिन्छ होइन। खासै त्यस्तो बवाल खतरा ओहो बिजी भन्ने चाहिँ त्यस्तो केही हुँदैन। त्यही भएर मलाई एकदम रमाइलो लाग्छ क्या। सिएलकै उठ्ने बित्तिकै खासै फ्याटाफुट्टा गाडी नि हुँदैन, सर आनन्द हुँदैन। सर्ने जाउँ एक दुईवटा गाडी फटाफट आयो नि काम सकेर हाल्यो भाइ। आनन्दको जिन्दगी। पानी सानी खाएर हल्का फ्रेस भएर अनि त्यसपछि यसो मलाई हिजो राति खासै सुत्न पनि सकिनँ। लास्टै खाएर जस्तो लास्टै नै के भन्नु वाइ औला भएर औला के जलन हुन्छ नि भित्र। फेरि मुटु जल्ला चाहिँ होइन ग्यास्ट्रिक के हो ग्यास्ट्रिक नेपाली भएपछि ग्यास्ट्रिकले त हुनै पऱ्यो नि। त्यही भएर अरू त्यस्तै हो। स्टार्टिङ हुँदैछ। अब पानी लिएर पानी बिर्सक्यो फेरि अब बिर्सिहाल्छ। ठिक छ केही हुँदैन। बिर्सिनु रोक लगाएर गजिने चाहिँ भएन बिर्सिनु पाइयो। ढिला भइसक्यो 9 मिनट बाँकी देखाउँछ या। कहिले घुम्नु कहिले सुत्नु त बाल छैन। टाइम चाहिँ अलिक धेरै राखिदिएछु कि मैले। फास्टमा राखिदिनु पर्नु यस्तै ल्याएको छ क्या। ल 2 हप्ता भइसक्यो। म फेरि खासै झ्याउ लाग्छ मलाई यादै हुँदैन है। 2 हप्तामा वान टाइम चाहिँ लन्ड्री गर्नुपर्छ भनेको वासिङ मेसिनमा लगेर कपडा फ्याकेर ठक्क डिटर्जेन्ट सुटुक्क राखिदिएर अनि फुन घुमाइदिएर अनि त्यो सकिसकेपछि अनि सलल्ल लगेर म यसरी हेर्छु कि मलाई यहाँ देख्छु नि त आफूले हेरेर मक्क पर्छु भाइ। किनभने संसारमा आफैलाई खुसी राख्ने हो, कसैले राख्दैन। सायर बन्न खोजेको थिएँ तर ग्यास्ट्रिक पीडित भएँ म।
हाँस्नुपर्छ है, हाँस्नुपर्छ जिन्दगीमा। हाँसो नै हो जिन्दगीको जिउने। ढोका खोल्ने होइन, यत्रो पनि ढोका खोल्ने होइन। यो चाहिँ मेरो फेभरेट गाडी है, फेभरेट गाडी होइन। मलाई मजा लाग्छ, म यत्तिकै झ्याउ लाग्छ है। अनि त्यसले ओ सेट यत्तिकै के अझ बस्छ भने पहली बार मोहब्बत की। म के गर्छु खास पहिला सानो नहुँदाखेरि यस्तै, यो चाहिँ म मान्छे होइन यहाँ बस्यो होइन, ढोका लाग्यो यतापट्टि ल मान्छे लाग्यो ढोका लाग्यो अनि त्यसपछि हावा चल्छ क्या सर। पहली पहली बार मोहब्बत की पैसा लिन आउँछ क्या, अस्ट्रेलियामा पैसा पाउँछ होइन। अनि यता पैसा यसरी राख्यो, सामान भर्ने क्या यसरी अनि जाने है। ल जे पनि आफै गर्नुपर्छ, आफै सुत आफै खाऊ आफै पकाउ आफै। क्लिनिङ कपडा सुकाउने, क्लिनिङ, पोछा मार्ने, यस्तो यस्तो झ्याउ पकाउन के भन्नु खानु पऱ्यो। म त पुग्छ पुरै पोल्छ यार, त्यतिको लागि भने म पकाउँछु है। आफ्नो लागि भने पकाउनु चाहिँ पर्छ। जीवन साँचे अरूलाई, काम साँचे आफैलाई भने जस्तो। त्यही भएर म चाहिँ अब लुगा सुकाइ गाडी गर्छु ल। म चाहिँ कामतिर लागेको यार, काममा जानु लाग्यो होइन। तारे लिफ्टमा चढिसकेँ, 1 घन्टा आउँछ तल पुऱ्याउन। ठिक छ, पोको कुन्तिर पोको छोला पोको चला ल्यापटप राखिरहन्छु किनकि काम परिहाल्यो चाहिन्छ भनेर। अब जाँदैछु काममा। जाँदैछ है, आधा घन्टा जति लाग्छ जानलाई, ठ्याक्कै 30 मिनट जस्तो लाग्छ। गाडी चाहिँ यतानिर पार्किङ, पछाडि पार्किङ गर्छु कि म चाहिँ ठ्याक्कै बाल्कनीबाट हेर्नलाई सजिलो हुन्छ नि त होइन। यो चाहिँ मेरो फ्ल्याटमेटको गाडी हो, यताको पिबी डाउन चाहिँ। रेड लभली बेबी चाहिँ मेरो हो, लभलीलाई होइन। ल लाग्नु पऱ्यो जहाँ हुन्छ नि पछाडि पोगा पनि पछाडि खोजिदिउँ है। ब्यागलाई ब्याग पछाडि राख्दै यस्तरी चढ्नु पनि हुन्छ। So this is me and myself. फर्स्ट चाहिँ म स्टार्ट गर्छु ल। एकछिन भने तताइदिउँ गाडी। मुख धोइ होइन, मुख पुस्नै नै भ्याइन क्या, यस्तो बिजी हुन्छ म नि होइन, यस्तो बिजी हुन्छ। तर काम पनि छैन, फुर्सद पनि छैन भने जस्तो। म चस्मा लाउँछु ल, किनभने मलाई घाममा हेर्न खास चाहिँ मलाई झ्याउ लाग्छ क्या, टाउको दुख्छ। अब चाहिँ चल्नुपर्छ या गाइज, चल्नुपर्छ। यो वालेट गाडीमा राखिरहन्छु, $50 राख्छु वालेटमा, चाहिन्छ भने कहिले लिन अब तिमीहरूलाई यस्तो दिइदिन्छ ल। चल्दिउँ है त। अब यहाँबाट यो चाहिँ मेरो गाडीहरू छ यहाँ होइन, यत्तिकै मलाई मनपर्छ यस्तो राख्नलाई। ट्याक्कै यहाँबाट यस्तो जाने स्वाट भाइ निस्किने हो ल। This is the road where I travel most of the time. यही हो क्या बाटो, जति बेलै हिँडिराख्ने, दिनमा 5 चोटि 6 चोटि 7 चोटि जान्छु म होइन। तराईको बाटो ब्लग बनाइरहेको थिएँ, साइकको जस्तो लाइट बल्दिरहेको क्या। अब यस्तो झ्याउ लाग्छ क्या मलाई। ठिक छ, यो भनेको ल मलाई भ्लगिङ टाइम दिएको जस्तो लाग्यो होइन। र के कुरा भनिदिन्छु भने यो मेरो फर्स्ट भ्लग सुटिङ हो होइन, फर्स्ट भ्लग सुट गरिरहेको छु मैले।
योभन्दा अगाडि मेरो भाइको च्यानल छ आशिष श्रेष्ठ 309 हो कि यस्तै के गरेको छ त्यहाँनिर चाहिँ मेरो पडकास्ट आएको छ होइन त्यसको लागि मैले समथिङ 1 लाख यस्तै कुरा चाहिँ मैले चार्ज गरिदिएको थिएँ जस्तो लाग्यो होइन तर ठिक छ त्यो मेरो भ्लग हेर्दै हुन्छ भने होइन त्यो पनि गएर पडकास्ट पनि यसो हेरिदिनु म लिङ्क राखिदिउँला है लिङ्क राखिदिन्छु ल लिङ्क राखिदिएपछि टक्क त्यहाँनिर लिङ्कमा क्लिक गर्नुहोस् अनि ठ्याक्क जानुहोस् त्यहाँनिर रेजेन दाइको भ्लगरको पोडकास्ट हेर्नुहोस् र लास्टै रमाइलो कुराकानी डार्विनमा स्ट्रगल भनेर चाहिँ छ इट्स जस्ट मेमोरिज भन्ने पनि छ किनभने भाइरल नहोला कि भनेर चाहिँ त्यस्तो राख्दै हो भइहाल्यो भने फेरि जस्ट मेमोरिज हटेर इट वाज अ मेमोरी भनेर राखिदिन्छु है ल अब कामतिर लाग्नु पर्यो म टी सर्ट चाहिँ छ कि छैन भनेर ल्याङ भएर म टी सर्ट जस्तै फ्याँकिदिन्छु क्या त्यो बिर्सिहाल्यो भने पनि मलाई खासै त्यस्तो एकदमै स्वस्थ एकदमै सुगन्धित मङ 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 बास्ना आउने भरि हिँड्नु चाहिँ मलाई त्यस्तो बाल लाग्दैन होइन वराम्याम 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 म्याम वराम्याम मम्मे हो मेमै हो भने जस्तो के बोले जस्तो लागिरहला र भाइको पारामा तर ठिक छ ल यो बाटो जाँदैछु म ल यस्तो कामतिर पनि झलक देखाइदिन्छु आज म के गर्छु भनेर होइन हल्का फुल्का देखाइदिन्छु ल ओके मलाई फेरि झ्याउ लाग्यो के म एउटा गीत गाइदिउँ भनेर आएको मलाई बिहानैदेखि यो गीत चाहिँ मेरो मुखमा आएको आइछ क्या होइन एउटा स्वर्गको अप्सराहरूको लागि गीत गाइदिन्छु ल गीतको बोल रहेको छ चन्द्र जस्तो मुहार तिम्रो आँखाभरि परी मेरो चन्द्र जस्तो मुहार चाहिँ को भन्दाखेरि यो हो क्या मेरो डल्ली दिस इज माई डल्ली स्विफ्ट मेरै कारणले कुच्चेको यार यो म चाहिँ के गर्छु भने यस्तो टिङ टिङ गर्छ होइन काममा चाहिँ के गर्छ भने यिनीहरूले मलाई त्यो के अरे सामान किन्नु पठाउँछ क्या त्यो सामान मेरो गाडी जहाँ साट्न आएको थिएँ त्यहाँ चाहिँ मेरो साथीलाई पिकअप गर्नुपर्ने हुन्छ क्या साथीको गाडी चाहिँ यही हो खै आज गाडीमा नजाने रे त्यही भएर मसँग जाने रे ठिक छ ल हामी दुईजना सँगै जान्छौँ ल ठिक छ ल अब हिँड्न लागेको मैले मेरो पुन्टोरे रेडीलाई यहीँ पार्क गरिदिइसकेँ अब चाहिँ अर्को चाहिँ छ हाम्रो डल्ले घान्टे मुलासँग जान्छु अब ल भाइ ल यो चाहिँ मेरो अर्को गाडीको फ्रन्ट भ्यू हो होइन यो मेरो गाडी भने कसरी चिनिन्छ भने यता वरिपरि हेर्दाखेरि सानसानो गाडीहरू यस्तो देखेपछि ठ्याक्कै चिनिहाल्छ चिन्नलाई सजिलै छ होइन त भने गाइज म काममा आइसकेँ होइन अगाडि कन्सोलतिर बसेर चाहिँ खिच्न मिल्दैन क्यामेराहरू हुन्छ ल्याङ हुन्छ त्यसो यसो पछाडि यस्तै ल्याङ छ कि मलाई ग्यास्ट्रिकले नै हान्छ पछाडि आएर चाहिँ बोल्दै गयो ल ठिक छ यो चाहिँ हाम्रो यता स्टक 5 किलो पाएको यो फ्रिजरमा यो चाहिँ लाएको थिएन क्या त्यही भएर म फेरि हल्का बनाएर क्लिप हालिदिन्छु भनेर यो मलाई चाहिँ के भन्छ होइन चस्मा लगाइसकेपछि चाहिँ हल्का कन्फिडेन्स आउँछ है फेरि बोल्नु भन्ने जाने बोलिदिन्छु भाइ बोल्न पऱ्यो चाहिँ म जाने बोलिदिन्छु यस्तो दामी छ होइन हरियालिज एभ्रिवेयर हरियालिज यत्रो सानो बाटो छ यार यता ल्याङ्छ यो चाहिँ ठ्याक्क अन द वे टु पिक अप द स्टक्स होइन त्यो गान्डोको स्टक्स आएको छ त्यो पिकअप गर्न जाँदैछु म चाहिँ यस्तै छ यस्तै हो काममा भएर नि गाह्रो छ मलाई लास्टै गाह्रो बेसी यार बिदा लिइदिनु जस्तो लाग्यो र पुरै बिदा लिइदिनु पऱ्यो एक हप्ता फुल रेस्ट लिएपछि समहाउ रिकभर हुन्छ कि जस्तो लाग्छ होइन तर खै आयो मेरो के भन्छ त्यसलाई अरूले बर्थ मार्क लिएर जन्मिन्छ आफूले बर्थ रोग लिएर जन्मे जस्तो मलाई त लास्ट यार ठुलै रोग लाग्यो जस्तो फिल हुन्छ यार त्यो त्यही त हो आफूलाई जस्तो गर्दा धेरै गाह्रो हुन्छ त्यही त आफूलाई ठुलो लाग्ने हो अब यस्तै हो ल म चाहिँ आइपुगेँ होइन यहीँ हो स्टक ल्याएर चारी ठाउँ यहाँ राखेको हुन्छ स्टकहरू टन्न म पिप्लेट होइन क्या त्यही पनि पिप्लेट टाँचिदिइरहेको छु म ल स्टक लिएर आउँछु होइन अलिक छैन भेट्छ है त
भन्ने एउटा आउँथ्यो ल भाइ यहाँ सुरु भइसकेको छ यस्तरी इट्स अल लोडेड फुल्ली लोडेड खोल्यो भने चढ्छ होला मर्निङ गरेर राख्दैछ गाइज बिस्तारै जाम है बिस्तारै लेट्स गो स्लोली किनभने लास्टै स्टकहरू भरिभर आउँछ है टु टायर्ड मेरो एनर्जी लास्टै ड्रेन भइसक्यो है किनभने यहाँ देख्न सक्छ गाडीभरि स्टक्स एट अल र फर्किँदैछु मलाई झ्याउ लाग्ने भने चाहिँ अब त्यहाँ गएर फेरि अनलोडिङ हान्नुपर्छ क्या अब पुरै त्यो लोडिङ त हान्यो भने है अब फेरि अनलोडिङमा तनाव अनि अर्को 1 घन्टा जान्छ फेरि रमाइलो छ भन्ने सोचे होला भाइ बहिनीहरू यस्तो गाह्रो त के हुन्छ र जिन्दगीमा मलाई यो मोबाइल क्यामेरा त्यो समाउने चाहिँ अलिक अप्ठ्यारो लागिरहेको छ क्या पाइन्छ छैन नि त ल म त्यहाँ गएर अनलोडिङ गर्छु अनि त्यसपछि मलाई कस्तो फिल हुन्छ कस्तो चाहिँ म फिल गर्दैछु भन्ने कुरा चाहिँ म फेरि मेरो के भन्छ त्यसलाई एन्सर म व्यक्त गरौँला है ल बाई बाई त गाइस सी यू गुड मर्निङ है गाइस हिजोको क्लिपहरू चाहिँ त्यति नै मात्र बनाएँ मैले त्यसपछि यसो अब अनलोडिङहरू यताउता गरेको बनाउँछु यहाँ हो भने चाहिँ त्यसपछि मान्छे आए खासै बनाउनु मिलेन काममा हो खासै यस्तो भिडियो सिडियो बनाउनु पाउँदैन नि त अहिले पनि थोरै अलिअलि मात्र बनाइदिएको ठिक छ रमाइलो भयो होला आज अर्को दिन सुरु भइसक्यो बिहान भइसक्यो होइन फेरि त्यही एउटै भ्यूका साथमा तातो पानी आफ्नै करेसभरिमा उम्लेको तातो पानी त्यसपछि टक्क यही छ भ्यू हेर्छु कपडा हिजोको चाहिँ सुकिसक्यो मैले उठाएर भित्राइ चाहिँ भिडियो चाहिँ खिचाएन होइन राम्रो भ्यू भने मेरै आउँछ ठिक छ आज चाहिँ बिहानै घाम छ रुगा लागे जस्तो भएको छ तर ठिकै छ आज बिहानै घाम छ अब निस्किनुपर्छ तर गाह्रो छ वाइल यार हान्न यार के चाहिँ गर्ने होला साइको भनेर नेपाल गइदिउँ कि यस्तो लाग्यो चेकअप गर्नु न भए पनि यहाँको चेकअप चाहिँ लास्टै गान्दिउँ है लास्टै झ्याउ लाग्ने कहिलेको 1 महिना 2 महिना 3 महिनापछि पाला आउँछ मान्छे मलाई सिरियस भएर मार्क्स भइसकेको हुन्छ पाला आएर चाहिँ के गर्नु यस्तै छ ल म यति तातो पानी खाएर निस्किन्छु है आज केही नयाँ यताउति भयो भने देखाउँछु नि अनि 2 दिनको भिडियो यसो कोल्याब टक्क मर्ज गरेर हालिदिन्छु भएछ नि है त तातो पानीमा त खाएर गइदिनु लाग्थ्यो तर क्विक एउटा खाइदिउँ है त ल त्यति खाएर चल्दिन्छ हिजो जस्तै सेम नै हो त्यही बाटो हिँड्ने हो चल्ला पक्रिनु कुद्ने कुर्नै पर्छ क्या हात त भ्याउँदैन अब अलिक ढिला भइसक्यो अब चढ्नु पर्ने हुन्छ अनि गाइस म देखेँ त्यही हो फेरि आज नि चल्ला खोल्यो चल्लालाई पछि राखिदियो गइदियो भित्र बसिदियो ल अब चल्छ है त म ढिला हुन्छ फेरि निन्द्रा लगाएर राति सुत्नै सक्दैन बल्ल तल्ल निदा थियो बिहान भइसक्यो टाढा अलार्म बन्न थालिहाल्छ कस्तो ल्याङ भइसक्यो मेरो चस्माहरू चाहिँ कहाँ छ यार अर्को गाडीमा छ सर अब छिटो जानुपर्ने त्यसै चस्मा नि ग्राब गर्नुपर्ने हुन्छ है क्याबिस्कन खाएर ठिक त हुँदैन त्यहाँदेखि नबोइकन नि चित्त बुझ्दैन वाइल्ड गाह्रो भइरहेको मेरो आँखामा देख्न सक्नुहुन्छ होला यार केटा हो देखिन्छ त गाह्रो भएको छ कि छैन सब पीडादायक जिन्दगी ल यस्तै हो
फेरि पनि उही मेरो गाडीहरूसँग दिनको सुरुवात ल चल्दिउँ है त गाइज अब केही अरू नयाँ नौलो देखाउँदै गरौँला नि के छ र जिन्दगीमा ल बाई बाई कता एउटा गीत गाइदिन्छु है त म के थियो यार हिजो गीत त बिर्स यार आज नयाँ गीत सुजन्ताको गीत गाइदिउँ न त हे मखमली पछौरीमा लेखमा चल्छ ओएमा गीत त कहाँ पुग्यो अर्को गाइदिन्छु यो त मलाई लिरिक्स चाहिँ बिर्सी के हो म क्यामेराबाट नर्भस भइदिएँ क्या हो ठिक छ अर्को गाइदिउँ है घुमी घुमी झर्यो ओरालीको बिहान गाउनै सक्दिनँ कि मलाई कसम भन्ने होइन यस्तो गाह्रो हुन्छ नि चल बिहान चाहिँ लास्टै गाह्रो क्या यहाँ के अड्किन्छ होइन मलाई फिल भयो कि म के एउटा भ्रममा हो कि साँच्चै अड्किएर I can't talk smoothly मेरो फ्लुएन्सी नै फ्याक्स हुन्छ गाह्रो छ यार म गाउनै सकिनँ है एउटा अर्को गाइदिउँ मुसु मुसु हाँसी देऊ न लै मुसु मुसु हाँसी देऊ ओ मुसु मुसु हाँसी देऊ न लै मुसु मुसु हाँसी देऊ हो यही हो क्या मान्छे खुसी हुने होइन खुसी हुनुको मेन के भन्छ त्यसलाई ल मेन रिजन नै यही हो क्या मुसु मुसु हाँस्ने मुसु मुसु हाँस्दिरहने हो क्या जति गाह्रो भयो भने बाहिर हाँस्दिरहेपछि अलिकति भयो नि कम त हुन्छ देख्नेलाई कम भएको जस्तो त भित्रभित्र त भइरहेको हुन्छ त्यही पनि आफैलाई ओभरकम गर्ने हो क्या है जति गाह्रो भयो भनेर मस्त सुत्यो ज्वरो आउँदा नि त्यही हो नि जति आफूलाई ब्ल्याङ्केट ओढेर सुत्यो त्यति नै गाह्रो बनाउँछ जति नै आफू टक्क टाट उता जाने एक्सर्साइज गर्ने होइन त्यो गरेपछि त आफूलाई नै सजिलो हुन्छ नि त त्यस्तै हुन्छ भइरहेको हुन्छ ल ठिक छ लागे तुमसे मन की लगन लगन लागे तुमसे मन की लगन गरौँ लेट्स गो यही हो रोड गइरहेको छु यतातिरबाट गइरहेको छु फाइनली म चाहिँ फाइनली है ल म चाहिँ मेरो गक्ससँग रेडी भइसकेको छु होइन यो चाहिँ अहिले के खतरा यो ट्रकहरू बल छ यहाँ चाहिँ कन्स्ट्रक्सन हुनु लागेको रह कि यो चाहिँ हाम्रो डार्विनको सबसे ठुलो सपिङ मल भन्छ त इदो छ होइन यस ठुलो चाहिँ ठुलै छ हाम्रो लागि त ठुलै लाग्छ तर सानो छ खासै त्यस्तो केही पाउँदैन होइन जहिले किटकिट आउँछ नि भयो कि च्याउ लाग्ने अनि यस्तो हुन्छ क्या रेप्को भन्ने हुन्छ होइन यो रेप्कोमा चाहिँ लट्स अफ थिङ्सहरू पाउँछ क्या अलिअलि इङ्ग्लिस बोलिदिन्छु ल तर म कमेडीवाला पनि बोल्छु मलाई खासै ज्यादा लाग्छ बोल्न होइन रेप्कोमा चाहिँ के हुन्छ भने गाडीहरूको रिलेटेड चाहिँ सबै सामानहरू सस्तो पाउँछ कोहीलाई अलिअलि यसो ज्ञान छ गाडीको बारेमा भन्छ सर्भिसिङ यता अलिअलि सानोतिनो पार्ट्स चेन्जहरू चाहिँ त्यहीँबाट ल्याएर ट्याक्टर गर्ने सुपर चिप पनि छ दुइटामा यसो प्राइस कम्पेयर गर्ने सुपर चिप एन्ड रेपको अनि यु कम्पेयर द प्राइस एन्ड देन यु क्यान बाई इट एन्ड देन यु क्यान फिक्स इट बाई योर सेल्फ होइन त्यस्तै हो अनि अर्को चाहिँ के कुरा भन्दाखेरि होइन मलाई बाइक किन्न मन लागेको छ होइन तर यहाँ खासै त्यो बाइक चलाउने जस्तो वेदर त हुँदैन गर्मी छ अनि त्यसपछि पानी परेपछि वाइल्ड पानी पर्छ होइन अनि त्यही भएर चाहिँ खासै बाइक किन्ने आँट चाहिँ आउँदैन पैसा पनि खासै छैन है अनि यो बडाबाले कस्तै चलाएको गाडी च्याउ लाग्ने बडाबाले गाडी नै हिर्काउँदैन गाह्रो छ हौ अलिकति ल्याङ्ग्रेहरू हुन्छ बाटोमा होइन गाइज त सबैलाई थाहा हुन्छ होइन अनि म यो बाटो जाँदैछु है दिस इज द वे टु माई वर्क प्लेस आज अर्कै बाटो हो हिजो अर्कै बाटो थियो बेला मिलाएर जान्छु यता उता त्यही हो ल यति नै हो अब जानु पर्यो गएर के खाने हो अहिले खाएको 3 चम्चा खायो
वाक्क वाक्क भएर खानै सकिनँ। गाह्रो 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 भन्दा पनि मलाई फेरि अर्को एउटा गीतको सम्झना आएको छ। त्यो कहिलेको भन्दाखेरि 2077 साल कार्तिक 9 गते मेरो बर्थडेको दिनमा मैले गीत गाएको थिएँ। त्यो चाहिँ के हो भन्दाखेरि यो म्युजिकले गेस गर्न सक्छ कुन गीत गाउनलाई थाहा छ? मलाई यो जिन्दगीले चोट दियो गनगानी, मलाई यो जिन्दगीले चोट दियो गनगानी, कहिले चोट दियो आफ्नो भानी, कहिले चोट दियो ग्यास्ट्रिक पानी, नबिज्ने गरी आँखैमा बसी कराउँती बानी हेप्दा रहेछन्। यो दुनियाँको रीत नै यस्तो बलेको आगो ताप्दा रहेछन्। दुखीलाई जहिले पानी हेप्दा रहेछन् देउता पानी। यो हो कि हो? त्यही हो मेरो होइन जति सुमधुर आवाज भए पनि बिहान बिहान चाहिँ त्यहाँ चाहिँ खुल्दिनँ म। मेरो आवाज मसँग रिसाउँछ, ग्यास्ट्रिकसँग सम्बन्ध गाँस्छ मेरो आवाजले। त्यसपछि दुईजना मिलेर मलाई दुःख दिनको प्रयास गर्छन्। ओ यो चाहिँ हाम्रो फ्री स्विमिङ पुल हो है, फ्री स्विमिङ पुल हो है। यहाँ चाहिँ फ्रीमा स्विमिङ गर्न पाउँछ है। तर मलाई स्विमिङ आउँदैन, त्यही भएर मलाई कामको कुरा भएन। ल फेरि पनि यस्तै हो यस्तै हो यस्तै हो। म चाहिँ पुगिसकेँ। काममा पुगेपछि फर्स्टमा गर्नुपर्ने कुरा चस्मा खोलौँ। यहाँनिर ठक ठक चस्मा, किनभने महँगो चस्मा छ, मलाई यसरी बाहिर राख्न मन लाग्दैन। महँगो महँगो छ, खासै महँगो होइन भाइ। जस मेरो लागि महँगो, म गरिबको लागि सबै चिज महँगै हुन्छ। किनभने मसँग तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन तर औँलामा छ है। दिस इज $2। ल म पुगिस है। अब काम स्टार्ट हुन्छ। लेट्स स्टार्ट द वर्क। अहिले चाहिँ लन्च टाइम भयो होइन। लन्च टाइम त के भन्दैन, मैले आफै बनाइदिएको लन्च टाइम हो। लन्चमा I got some water and so 2 eggs अनि लातेको तरकारी अनि राइस, यति नै हो। अब यसलाई के गर्छ मैले चाहिँ टक्क फ्युल राखिहाल्ने होइन। यहाँ हाम्रो यसमा चाहिँ राम्रो क्वालिटीको फ्युल पाइन्छ भनेर यहाँ फ्युल राखिदिएँ। मेरो काम सकिसक्यो। इट्स अलरेडी 5 PM 8 PM भइसक्यो होइन। उही देख्दैन त, हल्का फुल्का देख्छ होला। 5-8 भयो होइन। म यसो घुम्दै घुम्दै जान्छु। ल अब घर चलिन्छ है त, चल्दै चल्दै ल। म चाहिँ अहिले इस्ट पोइन्ट भन्ने ठाउँमा चाहिँ आइपुगेँ है। यतिकै घुम्दै 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 यसो ड्राइभ हान्दै थिएँ। इस्ट पोइन्ट भन्ने ठाउँमा चाहिँ आएको छु। कस्तो छ पछाडि कडा आइरह ट्याक्कै यो चाहिँ कस्तो छ भन्दा यहाँनिर यस्तो दामी ठाउँ हो। सनसेट हेर्ने ठाउँ चाहिँ बवाल छ है। ग्राउन्ड हेरौँ सही छ, ठ्याक्क दामी देख्छ। बवाल छ है। अब चाहिँ रमाइलो छ क्या, यसो हिँड्ने घुमघाम गर्नु, यसो फ्रेस हुन आउनु चाहिँ रमाइलो ठाउँ छ। अनि यहाँनिर एउटा नेपाली फुड ट्रक राख्थ्यो कि, आजकल फेरि राख्दैन रहेछ। न त केही खाइदिनु हुन्थ्यो, आस भोक भइरहेको, भोकले पुडु 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 गरिरहेको छ। चुखा दौडे भन्छ नि, त्यस्तै भइरहेछ है। यो बवाल छ यार, के हो के भूत बस्छ क्या यार। घरहरू चाहिँ बवाल छ यार यताको है।
यो चाहिँ नियर कलन बे थियो कलन बे नजिकै हो यो चाहिँ होइन म खासरी यहाँ किन आइपुगेँ भने यसो ड्राइभ गर्दै थिएँ अनि सबैलाई थाहा नै हुन्छ यो कुरा म ड्राइभ गर्दा गर्दा यस्तो यता पार्क सार्कतिर चिन्ने कारण के हो भन्दाखेरि होइन म ठ्याक्क देखाइदिन्छु यस्तो घाँस चाहिँ छ के केराको पात हो क्या अरे लुक्स लाइक अ केराको पात बट इट्स नट अ केराको पात इट्स माई घाँसेको पात रह यो पेचक पेचक पानी लास्ट आयो जस्तो लाग्यो तर आइ एम प्रिटी कन्फ्युज टोइलेट हो कि टोइलेट म टोइलेट लगाएर आएको इट्स ओपन बवाल ल खुल्ला रह आइ एम प्रिटी ह्याप्पी आई फिल सो रिल्याक्स्ड ठ्याक्क यो चाहिँ पानी खाने ठाउँ है पानी चाहिँ जस्ट फ्रेस दिस यसरी पानी आउँछ अनि गरेर खाइदिने ठिक छ ल आउ बे ब्याक इन ब्लग नै बिर्सेछु घर आइसक्यो होइन अघि यसो घुमघाम भयो यताउता भयो अनि अब खाना बनाउनु पऱ्यो भोक पनि लाग्यो त्यही भएर चाहिँ मैले चिकन ग्राब गरेँ उलिस गएँ चिकन लिएर आएँ अनि अलिअलि भोलि बिहानलाई फलफुल अनि त्यसपछि यसो एकछिन दाल मसालिदिइसक्यो चिकन पाक्दैछ होइन चिकन पाक्दैछ यहाँनिर यस्तो कटिङ सटिङ भइसक्यो सो दोस्त लोग हमारे भाइ है इधर भाइ उधर है पाक्दैछ चिकन पाक्दैछ लास्ट धेरै पानी आउँछ होइन पाकिसकेपछि कस्तो बन्छ भनेर म देखाउँछु र देखेर हाँस यार यस्तै हो सेफले बनाउने भने अनि लोकल काँक्रो माटेको टुप्पी फाल्नुपर्छ ल अरू अब यति नै हो अब पाइसक्यो आफ्नै हान्छ अनि कपडा मिलाउनुपर्छ अनि अरू त भाँडा मार्नुपर्छ बाँकी भनेको अब यो छ वासिङ पुसपास द्याट्स अल कोही भातै छैन यार भातै छैन कोही खाइदियो फेरि खान्छु ल भनेर यो ब्लग चाहिँ अब सकाइदिउँ होला है अब म सुत्छु दाम खाने अनि त्यसपछि टक्क अलिअलि काम छ ल्यापटपमा अनि त्यसपछि चाहिँ सुत्नुपर्छ गाइज है ल बाई बाई अब छिटै अर्को रमाइलो यस्तो हुन्छ क्या ब्लगमा म फेरि आउने छु त्यसको लागि स्टे ट्युन्ड एन्ड किप वेटिङ फर मी बवाल हुनेवाला छ अबदेखिको ब्लग्सहरूमा ल